दर्शक श्रोताहरू, आफ्नो सालोलाई पक्राउ गर्न भनी गाउँ हिँडेका विध्वंस दाई रक्ताम्य अवस्थामा भेटिएका छन्। सागरलाई फसाउने विध्वंसको सालो गाउँमा छ भन्ने खबर पाएपछि उनी गाउँ हिँडेका थिए। गाउँ पुगेर उनले सालोको खोजी गर्दा सालो र उसका गुण्डाहरूले विध्वंसमाथि आक्रमण गरेका हुन सक्छन्। यदि विध्वंस दाईले ती गुण्डाहरूलाई समातेर प्रहरीको जिम्मा लगाउन सके भने त सागरले छिट्टै न्याय पाउनेछन्। तर यदि ती गुण्डाहरू मिलेर विध्वंस दाईलाई अपहरण गरी कुटपिट गरे भने उनको ज्यान समेत जान सक्छ र सागरले पनि न्याय पाउन गाह्रो हुनेछ, किनभने सागरलाई निर्दोष साबित गर्न ती गुण्डाहरू बाहेक अरू कुनै प्रमाण नै छैन। उता कान्छीलाई घरमा बस्न दिएको भन्दै घर छोडेर गाउँ हिँडेका घरबेटीलाई उनको छोराले बीच बाटोबाट फर्काएर ल्याएका छन्। अब फेरि घरबेटीले कान्छीलाई राम्रो व्यवहार भने पक्कै पनि गर्ने छैनन्, किनभने आफ्नै घरमा काम गर्ने मान्छेका कारण आफ्नै छोराले घरबाट निकालिदिएपछि उनलाई कति रिस उठेको छ भन्ने कुरा हामीले अनुमान लगाउन सक्छौं। यता कान्छी भने निर्दोष हुँदाहुँदै पनि सागर जेलमा परेका कारण निकै तनावमा छिन्। चिन्तै चिन्ताले चितामा पुर्याउँछ भन्ने कुराको समेत उनले वास्ता गरेकी छैनन्। जसरी भए पनि आफ्नो निर्दोष श्रीमान अर्थात् सागरलाई जेल मुक्त गराउनु छ भन्ने कुरा मात्र उनको दिमागमा छ। सागरलाई जेलबाट निकाल्न पाए उनी त्यो घरमा एकछिन पनि बस्ने छैनिन् र अन्तै कोठा खोज्ने छिन्। दर्शक श्रोताहरू, के विध्वंस दाईलाई ती गुण्डाहरूले आक्रमण गरेकै हुन् त? के घरबेटीले कान्छीलाई फेरि पनि उस्तै व्यवहार गर्ने हुन् त? कान्छीले आफ्नो निर्दोष श्रीमानलाई न्याय दिलाउन कस्ता कदम चाल्ने छिन् त? अब आउने भागमा हेर्न पाउने नै छौं। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गरी साथ दिनुहोला। हस्त, धन्यवाद।